दर्शकबिन हामी अहिले महाकालीमा जसरी यहाँका वासीहरूले दुःख भोग्नु भएको थियो त्यो जाने बाटो यस्तो छ हेर्नुहोस् है। र नजिकै यो महाकालीको किनारमा तपाईहरुले देखिराख्नु भएको छ तुइनको लट्ठा बोकेर युवाहरू यसरी आफ्नो जीवनलाई निर्वाह गर्नको लागि यात्रा गर्नुपर्ने यो परिस्थिति रहेछ। यहाँका स्थानीयवासी लगायत यहाँका सम्पूर्ण व्यक्तिहरूले हामीलाई देखाउँदै हुनुहुन्छ हाम्रो यो पीडा, हाम्रो यो दुःख, हामीले जुन परिस्थिति भोगिराखेका छौं त्यो शास्त्रमा चाहिँ यहाँका नागरिकले तुइन चाहिँ यस्तो हुँदो रहेछ। हेर्नुस् दर्शकबिन, यो तुइन भनेको यस्तो रहेछ। यो तुइनलाई चाहिँ यो खोलाको पारीपट्टि यो महाकाली नदी हो। यो महाकालीको नदीको पारीपट्टि चाहिँ एउटाले ढुङ्गामा बान्ने र वारिपरि ढुङ्गाले बानेर यो ढुङ्गामा बानेर हैन ल यो ढुङ्गामा डोरीले तुइनलाई झुन्डाएर हैन यहाँका पीडित परिवारहरूले यो देखाइराख्नु भएको छ। यो तारको सहायतामा यो डोरीले यो डोरी चाहिँ योलाई पारिवारिक पुर्याउनलाई सपोर्ट गर्ने हैन। यो यस्तो अवस्था तपाईहरुले दर्दनाक अवस्था तपाईहरुले देखिराख्नु भएको छ भने अहिले यहाँको रिपोर्टिङ गर्ने क्रममा चाहिँ हामी अहिले तपाईहरुको लाइभ हिमालको फेदमा रहेको यो महाकाली नदीको किनारबाट पीडित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू तमाम तपाईहरुले देखिराख्नु भएको छ। हामी अहिले यो तुइन जहाँ सञ्चालन थियो त्यो तुइन चाहिँ अहिले यहाँ भुइँमा देख्न सकिन्छ। यो अवस्थामा यहाँका नागरिकहरूले पीडा भोगिराखेको कुरा चाहिँ उहाँहरूले राखिराख्नु भएको छ। यो अत्यन्तै दुःखद कुरो हो। अब हाम्रो स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले इमिडिएटली एक्सन ओरिएन्टेड भएर प्लिज डोन्ट डु ग्रम्बलिङ स्टार्ट वर्किङ को एउटा अवधारणा लिएर पक्कै पनि यहाँका स्थानीयवासीको आँखाबाट आँसु आइरहेको छ। यो दृश्यलाई मलमपट्टि लाउनको लागि सशक्त रूपमा सम्पूर्ण राजनीतिक दलहरूले आवाज उठाउनु हुनेछ। यो कुरामा हामीलाई विश्वास छ। दोस्तबिन तपाईँ सम्पूर्ण मित्रहरूले पक्कै पनि सकारात्मक र पक्कै पनि ऊर्जा तपाईहरुको रहने नै छ। यो दृश्य तपाईलाई देखाइरहेको छु।